जय नेपाल। त्यसै गरी देवेन्द्र प्रसाद ठाकुरजीलाई पनि सबभन्दा पहिला यो कार्यक्रममा पाउनुभएका हाम्रो प्रमुख अतिथि श्री रवि लामी छानेज्यू दाइसँग आग्रह गर्न चाहन्छु हाम्रो पनि कुरा सुनिदिनुहोस्। यो भला पछाडि गर्नुहोस् कुरा तपाईँको सबै धेरै बाँकी छ। हाम्रो यहाँ तपाईँ आउनुभयो, हाम्रो कुरा तपाईँ सुनिदिनु हुँदैन। त्यसले गर्दाखेरि जति पनि हाम्रो गाउँघरबाट गाउँपालिका नगरपालिकाबाट हाम्रो दिदीहरू बहिनीहरू दाइहरू काकाहरू बाजेहरू गएको छ, उहाँहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। रवि दाई यहाँ आउनुभयो, उहाँको अनुहार मैले हेर्नको लागि बोलाएको छु। रवि दाई यहाँ आउनुभयो, उहाँलाई हामी चिन्जान गर्न र सेल्फी लिन बोलाएको छैन। हाम्रो मुटु र हाम्रो भित्रमा धेरै किसिमको पीडाहरू छन्, जुन पीडाको व्याख्या गर्दाखेरि वर्षौँ लाग्छ। पीडा हामी त्यसैले सुनाउँछौँ जसले हाम्रो कुरा सुनिदिन्छ, त्यसले हामी मात्रै पीडा सुनाउँछौँ। तपाईँमाथि हाम्रो भित्रबाट दिलबाट आत्माबाट आवाज आएको छ कि रवि लामे छानेजीलाई हामी पनि सपोर्ट गरौँ। अहिलेसम्म हामीले आफ्नै बाउ, आफ्नै बाजे, आफ्नै दाई, आफ्नै भाइ, मधेसी भाइ को भाइ भनेर हामीले सपोर्ट गऱ्यौँ। तर हामीले सबैबाट ठगेको मात्र महसुस गऱ्यौँ। अहिलेसम्म हामीले राम्रो कुरो कहिले पनि भेटेको छैनौँ। न हामीलाई रिश्ता रह्यो, न हामीसँग कसैको नाता रह्यो, न कोहीसँग हाम्रो मृत बाबुको नाता रह्यो, कहीँ पनि केही छैन। सबैले हामीलाई ठग्ने बाहेक अरू केही पनि काम गरेको छैन। रवि लामी छाने दाइलाई काम धेरै गर्न बाँकी छ। एकैचोटि पार्टी खोज्दैमा प्रधानमन्त्री हुनु भन्ने कुरो पनि मलाई जानु छ। यो मुखले भन्दा मात्रै सजिलो छ, तपाईँको बराबरमा मलाई गर्नु छ। तर तपाईँको लागि नेपाल भूमिका जनताले तपाईँको लागि आत्मा र दिलमा तपाईँको नाम राखेको छ कि रवि भाइलाई एकचोटि सपोर्ट गरौँ। अब तपाईँको हाततिर तपाईँ बस्नुहुन्छ, तपाईँले रवि दाई भन्छ होला, तर हामी तपाईँ रवि भैया भन्छौँ। किनकि हाम्रो परिचय भनेको भैयाको हो, देशीको हो, मोदीको हो, इन्डियनको हो। त्यो कुरोको दर्जामा तपाईँले दिन्छु र धोती पनि तपाईँलाई लगाउनु कहिले लगाउँछु म, र आफ्नो गम्छा पनि तपाईँलाई दिन्छु म। तपाईँ भनेको हाम्रो भाइ भनेर आउनुहोस्, तपाईँको लागि हामी ज्ञान कुरा दिन तयार छौँ। र कुनै पनि माईको लालले तपाईँलाई प्रधानमन्त्री बनाउन सक्दैन। रवि फटाओ त्यसलाई हामीले तपाईँको निग्लेक्ट तपाईँको 5 वर्ष 10 वर्ष पहिले नै गरिसक्यौँ। तिनीहरूको जमानत पनि जस्तो हुन्छ। काठमाडौँ मैले जानुहोस्, केपी ओली महालय, केपी ओली बा, हामीलाई भन्नु केपी ओली धा भनेपछि हाम्रो घरमा आउँछ राति सुतेको बेलामा बिरालो कुकुर आउँछ धा 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 भन्छु हामीले, भएन। त्यसले गर्दाखेरि रवि लामे छानेज्यूलाई हामीले मुटुमा कलेजोमा बसाएर राखेको छौँ। काम तपाईँको यात्रा चाहिँ लामो छ, तपाईँले सङ्घर्ष पनि गर्नुपर्ने हुन्छ। र यो सङ्घर्षको साथमा तपाईँले चिन्नुपर्ने मानसिकता पनि तपाईँले पाल्नुपर्छ कि इमान्दार भनेको हो। किनकि हाम्रो पार्टीको मेन मूल भनेको इमान्दार। बेइमान चोर ठग फटालाई हामी इन्ट्री पनि गराउँदिनुहुन्छ। कति मान्छे तपाईँलाई काममा सुकुसुकु कुरो गर्ला, कुसुकु कुरो गर्ला, तर तपाईँलाई भोलि गरी त्यसले गाला पनि काट्न सक्ला, टाउको पनि छिराउन सक्ला, खुट्टा पनि भाँच्न सक्ला। त्यस्तो मान्छेसँग तपाईँलाई सतर्क हुनु। तपाईँको लागि हामी ध्यान दिन तयार छौँ। र तपाईँलाई एक कुरो प्रश्न गरिकन यो जिल्लामा कुरो सिकाएर पनि त्यति हिसाबको कता पनि गर्नुपर्छ। एकचोटि आउनु घरमै खाएर हराउने मान्छे हामीलाई चाहिएको छैन। हराउने मान्छे चाहिँ हजार छ नि, जुन हराएर भए बसिरहेको छ। अहिलेको बेलामा जति पनि बुद्धिजीवी विद्वान वर्गका हाम्रो भाइहरू छन्, सबै तपाईँको घरमा दुखेर बसिरहेको छ। किनकि न त्यसलाई हिँड्ने बाटो राम्रो छ, न त्यसलाई हिँड्ने वातावरण राम्रो छ। वातावरण पनि हाम्रो सिङ्गल भइसक्यो। गाउँमा तपाईँको ट्यापे मुद्रे गदेरी भङ्गेरीको सङ्ख्या बढिसक्यो, बेरोजगारको सङ्ख्या त्यतिकै छ। सबैले भन्छ म अमेरिका बनाउँछु, जापान बनाउँछु, सिङ्गापुर बनाउँछु भन्छ। मुखले मात्रैसम्म सीमित छ, गर्ने धरातलमा केही पनि कसैले केही गरेको छ। त्यसले गर्दाखेरि रवि दाई तपाईँ चिन्ता गर्नु, हामी पुरै मधेसको जनता तपाईँको साथमा छौँ। तर तपाईँको काम र तपाईँको कर्तव्यमाथि हामी पुरै ध्यान दिनेछौँ। योभन्दा पहिला तपाईँको मनसायमा पनि पहाडी मधेसको फिल्म थियो, 2004मा तपाईँको थियो। हामी पनि तपाईँसँग सबै समाचार तपाईँको पढाएको छ। त्यो समाचार तपाईँले निकालिदिनु। हामी एक ढिक्का भएर पुरै नेपालको नागरिक मधेसी तराई पहाड हिमाल सबै मिलेर हामी अगाडि बढ्नुपर्छ। अनि मात्रै देशको उभो लाग्दैन भन्ने उपाय केही छैन। अब हामीले तपाईँको पुरानो मान्छेलाई एकजनालाई पनि हामी दोहोऱ्याएर मत दिनेछौँ। हामीले स्वतन्त्र मान्छे खोजेका छौँ र तपाईँको हामी स्वतन्त्र पार्टी पनि खोजेका छौँ। भगवानको कृपा, पशुपतिनाथको दया, हाम्रो जनक जननी जानकी माताको दया कि तपाईँ स्वतन्त्र पार्टी बनिनु, त्यसको लागि हृदयदेखि तपाईँ धन्यवाद छ। अब तपाईँले मधेसमा तपाईँले भोट चाहियो, चुनाव जित्नु छ, अगाडि बढ्नु छ, तपाईँले प्रधानमन्त्री पनि बन्नु छ। 2-4वटा सिट मात्रै जितेर तपाईँले केही फुल्किन छैन। भोलि हुनसक्छ तपाईँले यो बाटो त्यागेर तपाईँ फेरि पहिलेकै बाटोमा पनि फर्किन सक्नुहुन्छ।
दाइलाई यसैपालि यसै भोटमा तपाईँलाई प्रधानमन्त्री बनाउँछु हामी नबनायो भने त्यसको तपाईँको के भन्छ हाम्रो देशको धरातलको हाम्रो मधेसको तपाईँको दुर्भाग्य भयो त्यसलाई तर दाइले पनि कर्तव्य इमानदारीपूर्वक हामीलाई ठग्ने काम चाहिँ नगरिदिनु हामीलाई तपाईँको के भन्छ बोलाएर फुस्लाएर कुरोमा फसाएर हामीले तपाईँको के भन्छ गला काट्ने काम नगरिदिनु किनकि हाम्रो आफ्नै घरमा दुनियाँभरिको नेता छ महेन्द्र यादव सुरेन्द्र यादव धर्मेन्द्र यादव मोहन ठाकुर थरीथरीका छन् हामीले के गरेर लगाएनौ एमकी बार आरपार ले लो दे दो मधेस हामीले के गर्नु भाइ हामीले यत्रो लकडाउनमा मान्छेले काठमाडौँमा बस्नेले भन्छ तराईको मान्छे खुब रसगुल्ला खायो तर हामीले भोकपोइको बसेर छोचौनेसँग आन्दोलन गरेका छौँ त्यो कुरा हामीलाई थाहा छ ठिकै छ अहिले म दुई शब्द यही राखौँ दाइसँग हाम्रो पछि पनि भेटघाट हुन्छ